हल्लो हल्लो नमस्ते यहाँ सबैलाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। हामी अहिले चर्चित ठाउँ जाँदैछौँ। अहिले चाहिँ हामी पुकार पसल नेरी आयौँ। यो गेट त हामी तुलसीपुर बजारबाट जाँदैछौँ। यदि तपाईँ घोराइमा हुनुहुन्छ अरू ठाउँमा हुनुहुन्छ भने घोराइबाट पनि जान सक्छ र तुलसीपुरबाट पनि जान सक्छ। र हामी यो अमिले रोड तुलसीपुरबाट हामी जाँदैछौँ। एकदम रमणीय, एकदम राम्रो उपत्यका ढुङ्गे फाँट भन्छ, जहाँ चाहिँ पाटन ढोरपाटन जस्तो एकदम हरियाली रमणीय दृश्य, वरिपरि जङ्गल, त्यहाँ जाँदैछौँ हामी। हाम्रो यात्रा बाइक स्कुटीमा भएको छ। यो चाहिँ सिद्धलपुरतिर जाँदैछौँ हामी। र तपाईँ यदि घोराइबाट जान चाहनुहुन्छ भने सौडियार हुँदै सर्रा सौडियार हुँदै त्यहाँ जान सकिन्छ। र अर्को बाटो तपाईँ चाहिँ तुलसीपुरबाटै जन्ती ढुङ्गा भएर पनि जान सक्नुहुन्छ। र हामी तुलसीपुरबाट जाँदैछौँ। लगभग हामी सिद्धलपुर आइसकेका छौँ र हामी पबईको सिद्धलपुर पुल चाहिँ क्रस गर्दैछौँ। यहाँ चाहिँ अलिकति साँघुरो छ पुल, अर्को पुलको आवश्यकता रहेको जस्तो छ। यहाँ चाहिँ यो पुल क्रस गरेर हामी हाम्रो यात्रा तय गर्दैछौँ। तपाईँलाई सजिलैसँग यो बाटो थाहा भएकै बाटो हो, हाइवे। यो अमिले रोड बाटो एकदम ठिकै छ। अलिकति हामी दाङ तुलसीपुरमा कहिले कहाँ घुम्ने गर्छौँ। धेरै यस्ता पर्यटकीय गन्तव्यहरू, धार्मिक स्थलहरू भएको ठाउँ हाम्रो दाङ, राम्रो दाङ, एकदम ब्युटिफुल प्लेस जाँदैछौँ हामी। धेरैलाई कहाँबाट जाने भनेर एउटा क्वेसन पनि आएको हुनाले यसलाई मैले सामान्य एउटा भिडियो बनाएको छु। यहाँसम्म त सजिलै जान सकिन्छ। यो अमिले रोड हो। थोरै हामी चाहिँ अब अमिले रोडमा हामी उकालो लाग्छौँ अनि तपाईले चाहिँ सजिलै यो बाटो पत्ता लगाउनुहुनेछ। तुलसीपुर 13 मा रहेको ढुङ्गे घाट पाटन, जसलाई फुलबारीदेखि थोरै माथितिरको पूर्वपट्टिको भागलाई चाहिँ हामी दुई खोला पनि भन्छौँ। अब हाम्रो उकालो चढिसकेपछि ठ्याक्कै तपाईको डेस्टिनेसन आइसक्यो। हामी सिधा गयौँ भने अब अमिले जान्छ र यहीँनिरबाट हामी ठ्याक्कै तपाईलाई म देखाउँदैछु। यो हाइवे हो। अब यता सिधा उता गयो भने हामीले अब यता लेफ्ट लाग्यौँ, हामी लेफ्ट लाग्यौँ। अब लेफ्ट लागिसकेपछि हामी यो फुलबारीको बाटो हो। यता चाहिँ हामी चाहिँ एकदम पिच बाटो फुलबारीतिर जाँदैछौँ। र यहाँ अलिकति केही पर गइसकेपछि हामी फेरि लेफ्ट साइड हुँदै फाइनली आइयो गाइज। हामी चाहिँ फाँटमा आयौँ। हाम्रा डनर पनि आउनुभयो गाइज। यहाँ राख्ने न, यहीसँग जाने हो उता माथि, यहाँ कहाँ हिँड्ने हुन्छ। कस्तो लाग्यो गाइज, कस्तो लाग्यो गाइज? तर यो पुरै यहाँ घोरै नजिकै आइसक्यो जस्तो लाग्यो मलाई त। अस्मी यता उडेछ हो, कपाल पुरै उभा छ तिम्रो। ओ गाइज, किन साइलेन्स हो यार? हेलो, हामी फाइनली आइपुग्यौँ है। यस हेलो एभ्रिबडी। हामी फाइनली हाम्रो आजको डेस्टिनेसन आइसक्यौँ। यो सानो ढोरपाटन, दाङको ढोरपाटनमा आइसक्यौँ। बबाल छ उतातिर, अहिले उतातिर जानुपर्छ। अहिले बाइक जाँदो रहेछ त्यहाँ। कहाँबाट जान्छ बाइक? हो, राइडरको के छ हालखबर? नाकको डाँडो। बाँसुरी ल्याएको छु मैले बाँसुरी दुर्गा नाच्ने अनि उसले ताली पिट्ने, उसले भिडियो बनाउने भनेर प्लान गरेको छौँ हामीले। तर यताबाट घोराइ जान्छ भने त यतैबाट जानुपर्छ क्या हो। हेलो गाइज, हामी आइपुग्यौँ दाङको ढोरपाटनमा आइपुग्यौँ है हामी।
जाऊ हाम्रो विनोद गइसक्यो म चाहिँ यसरी जाँदैछु आउँदै आउँदैन त फेरि यहाँ अरू युट्युबमा आउने भिडियो दिस इज कमिङ टु युट्युबमा आउँछ है दुर्गा हामी पिकनिक यहीँ गरेर आयो भन्ने जस्तो भयो है पुरा त्यो उतातिर होइन बालेर पानीको त लास्टै समस्या गर्मी धेरै हुन्छ कस्तो लाग्छ फर्स्ट टाइम फोटो भिडियो हेरेर आएको अनि हामी सबै होइन सबैजना त्यही हो त राम्रो रहेछ सोचे भन्दा अझ बेस्ट लाग्यो मलाई फोटोमा त अझ सानो मात्रै आउँथ्यो बाइक ठुलो देख्न पाइयो कति धेरैजना गइसक्नु भएको थियो लगभग 50वटा बाइक चाहिँ गइसक्यो आउने क्रममा चाहिँ धेरै छैन अब हामी मात्रै पहिला त के भाइरल थियो होला र अलिअलि पानी परेपछि घाँस पलाएर म चाहिँ यो साउनतिर ठन्डा रहेछ रहेछ जुवा लाग्छ नि के छ ठन्डा किरायमा नि ए बाटो त कतिसम्म रहेछ त यो बाटो जहाँसम्म लाग्यो मलाई यो उता कनेक्ट गर्ने बाटो हो कि भरेसँग यहाँ स्टल आइसकेको छ एकदमसँग लागिरहेको छ पुरै भिड छ त्यहाँ ल हेर्नुहोस् दाङको फाँट खासैलाई ढुङ्गे फाँट भन्नु कारण के होला वरिपरि जङ्गल छ बिचैमा फाँट छ एउटा छुट्टै उपत्यका यो तुलसीपुर 13 नम्बर पर्दो रहेछ होइन यो तलसम्म तपाईँको उहीँ तलैसम्म फाँट छ अनि त्यसपछि यो हाम्रो यो अर्को यस्ता फाँट त घच्छन् अनि हामी चाहिँ अलि माथिको फाँटमा आएका छौँ यहाँ झन्डाहरू छ यहाँ पनि भिडभाड छ यता पुल छ पारी अर्को गाउँ जाने हो कि घोरा जाने हो यो अनि यहाँ हाम्रा आजको पाहुनाहरूले यस्तो रमाइलो गरेको छ यता यता आउँदो रहेछ फोटो उतातिर आउँदो रहेछ फोटो पुरै क्या क्लियर आउँछ यार मेरो फोन खै समाति राख्दा ल जानु हल्लो म आइसकेँ अघि भिडियो खिचिरहेको मान्छे म भीम कान्त डाङ्गी भन्ने मान्छे तपाईँले चिनिसक्नुभएको होला नचिनेको चिन्नु होला अहिले हामी यहाँ टक्क फाँट मारे एकदम इन्जोय गरिरहेको चिरचिर बतास चलिरहेको छ अनि सनसेट हुँदैछ यताबाट अब जुनेली रात आउँदैछ है एकदम रमाइलो भइरहेको छ हामी एकछिनमा अब इन्डिङ पार्टमा छौँ हामीले तुलसीपुरबाट शीतलपुर क्रस गरेर अलिकति माथि आइसकेपछि लेफ्ट साइड पिच बाटो हुँदै त्यसपछि अलिकति केही पिच बाटो क्रस गरेर फेरि लेफ्ट हुँदै त्यसरी मजासँग सोध्दै जाउँ तिर सोध्दै लगभग 45 देखि 50 मिनट हामी बाइकमा राइड गरेर त्यो पनि विनोदको बाइकमा है हामी आयौँ रमाइलो भयो तर सोचाउँदा अझ बेटर लाग्यो त्यति हरियाली चाहिँ छैन है त्यो फोटोमा देखेको जस्तो पुरा हरियाली किनभने यो दुबो अझ हेर्नुहोस् तपाईँले कतै देख्नुहुन्छ दुबो उम्रिँदैछ अब
असार साउनतिर अलि बढी हरियाली हुन्छ होइन त। त्यति यो चाहिँ अब असार साउनमा आउनु हो नि तपाईँलाई एकदम हरियाली देख्छ क्या। पानी पऱ्यो नि थ्याङ्क यू भेरी मच। ठ्याक्कै म कहाँ छु अहिले? पछाडि झर्ना छन्, यता भिडभाड छ, यता विनोद पनि छन्, ठ्याक्कै यो यता छ। तपाईँलाई यो लाग्छ होला यो बागलुङको ढोरपाटन, तर त्यो होइन। बागलुङको ढोरपाटन भन्दा पनि खतरा हुँदैछ। तर असार साउनमा साउनमा आएपछि रमाइलो हुन्छ है। के गर्दै होला के त आयो नि। हामी अब जाँदैछौँ वापस ब्याक टु होम गाइस। वी आर गोइङ टु देयर प्लिज। माछा मारिसकिन्। यहाँ मैले भिडियो खिचिरहेको छु, बेजत भइसक्यो। ओ गाइज तिमीहरू लड्यौ, मैले भिडियो खिच्न बिर्सेछु यार। के भयो? झन्डै ढल्या ढलन ढल्या छैन होइन यो पनि।